अहिले विश्वको विभिन्न मिडियामा बालेन शाहको धेरै नै चर्चा भइरहेको छ। नेसनल न्युजदेखि इन्टरनेसनल न्युजसम्म जताततै बालेनको मात्र चर्चा छ। उनलाई धेरै मिडियाले नेक्स्ट प्राइम मिनिस्टर क्यान्डिडेट भनेर न्युज बनाएका छन्। बालेन शाह धेरै जनताको माझ लोकप्रिय पनि छन्। अहिले राष्ट्रपाका रवि लामिछाने, उज्यालो नेपालका कुलमान घिसिङ र बालेनको यो सहमतिबाट धेरै नेपालीहरूले नयाँ नेपालको आश गरिरहेका छन्। के अब नयाँ नेताहरूले देश बदल्छन् त? के अब साँच्चै नै देश सही ठाउँमा जाला? एकतिर देशको लागि सबै युवा नेताहरू एकजुट हुँदैछन् भने अर्कोतिर पुराना दलका नेताहरू भोट कसरी जोगाउने भनेर चिन्तामा छन्। अब हामी बुझौँ को हुन् त बालेन शाह, किन उनको आज विश्वभरि यति धेरै चर्चा छ र उनी किन यति लोकप्रिय छन् सबैको माझ। बालेन शाहको पुरा नाम बालेन्द्र शाह हो। उनको जन्म सन् 1990 अप्रिल 27 काठमाडौँको गैरी गाउँमा भएको थियो। पिता डाक्टर रामनारायण शाह र माता ध्रुवदेवी शाहका उनी कान्छा छोरा हुन्। उनी राजनीति गर्ने परिवारमा जन्मिएका थिएनन्। उनको यात्रा सामान्य थियो तर सोच असामान्य। बालेनले आफ्नो बाल्यकाल आमासँगै बिताए। उनले बीएस निकेतनबाट एसएलसी पास गरे। त्यस पछाडि हिमालयन व्हाइट हाउस कलेजबाट सिभिल इन्जिनियरिङमा ब्याचलर कम्प्लिट गरे। झन गहिरो ज्ञानका लागि भारतको विश्वेश्वरैया टेक्नोलोजी युनिभर्सिटीबाट स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर डिग्री हासिल गरे। उनी इन्जिनियर बने तर उनको मन सानैदेखि कविता र सङ्गीतमा थियो। कक्षा 9मा हुँदा नै उनले आफ्नो पहिलो ऱ्याप सडक बालक लेखेका थिए र जुन ऱ्याप 2012तिर रिलिज भयो। यो गीत गरिब सङ्घर्ष र पीडाको कथा थियो। 2013मा युट्युब ब्याटल ऱ्याप सिरिज रबाज मार्फत उनी युवामा चर्चित बने। यो केवल सङ्गीत थिएन, यो सिस्टममाथिको प्रश्न थियो। उनका गीतहरूले भ्रष्टाचार, असामान्यता र राजनीतिक अस्थिरता देखाउँथे। राजनीति प्रवेश गर्नु अघि नै बालेन परिवर्तनको आवाज बनिसकेका थिए। सङ्गीत उनका लागि मनोरञ्जन थिएन, यो सत्य बोल्ने माध्यम थियो। उनको राजनीतिक यात्रा 2022मा सुरु भयो। उनले स्वतन्त्र उम्मेदवारको ट्रेन चलाए। जब धेरैले सोचिरहेका थिए उनी राजनीतिमा टिक्दैनन्, बालेन शाह स्वतन्त्र उम्मेदवार बने। न ठुलो पार्टी, न ठुलो सङ्गठन, केवल जनताको भरोसा र फरक सोच। नेपाली काङ्ग्रेस र एमाले जस्ता पुराना शक्तिशील दलहरूलाई पराजित गर्दै बालेन शाह काठमाडौँ महानगरका मेयर बने। यो जित केवल चुनावको परिणाम थिएन, यो जनताको आशाको सङ्केत थियो। काठमाडौँ महानगरपालिकाका मेयर बनेपछि उनले फोहोर व्यवस्थापन, अवैध संरचना हटाउने, सार्वजनिक जग्गा संरक्षण जस्ता काम गर्न थाले। उनी सिधा बोल्छन् र आफ्ना तर्कहरू सामाजिक सञ्जाल मार्फत प्रस्तुत गर्छन्। परिवर्तन कहिले सहज हुँदैन। उनको निर्णय सबैलाई मन परेन, आलोचना भयो, अवरोध भयो, तर उनी रोकेनन्, किनभने सिस्टम बदल्न साहस चाहिन्छ र त्यो साहस उनीमा थियो। अहिले देशभरिदेखि इन्टरनेसनल न्युजसम्म एउटै प्रश्न छ, के बालेन प्रधानमन्त्री बन्छन्? युवाहरू विदेशिँदैछन्, गाउँ खाली हुँदैछ, सांसद विवादमा अल्झिरहेका छ। पुराना दलका नेताहरू सत्ता जोगाउन व्यस्त छन्। जनताले नयाँ विकल्प खोजिरहेका छन्। अब प्रश्न उठ्छ, अब के हुन्छ? के बालेन शाह आगामी चुनावमा प्रधानमन्त्री बन्न सक्छन्? पछिल्लो समयमा बालेन शाह राष्ट्र स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपालका कुलमान घिसिङ बीच भएको 7 बुँदे सहमति अनुसार बालेनलाई प्रधानमन्त्री बनाउने, रवि राष्ट्रसभाका सभापतिमा बस्ने र कुलमान उपसभापतिमा बस्ने कुरो भइरहेको छ। उनीहरू एकसाथ भएर अब आउने चुनाव लड्ने भएका छन् भने उनीहरूको चुनाव चिन्ह भने घन्टी नै रहनेछ। यस भेटलाई लिएर सामाजिक सञ्जाल र सार्वजनिक बहसमा विभिन्न अड्कलहरू सुरु भएका छन्। कतिपयको विश्वास छ आगामी चुनावमा स्वतन्त्र शक्तिहरू एकजुट भए नयाँ राजनीतिक समीकरण सम्भव छ। अर्कोतर्फ केही परम्परागत राजनीतिक शक्तिहरू खुसी नभएको देखिन्छ। चुनाव हुन नदिने भन्ने आशंका सामाजिक बहसमा उठ्न थालेको छ। यस्ता अभिव्यक्तिहरूले देशमा राजनीतिक तनावको सङ्केत गर्छन्। पुराना दलहरू अहिले डराइरहेका छन् भने केही पुराना नेताहरू आफैलाई नै बाघ ठान्दै रवि, बालेन र कुलमानलाई कुखुरा, बाख्रा र सियाल जस्ता उपनाम दिइरहेका छन्। यसले गर्दा आफ्नै पार्टीलाई नै अब आउने चुनावमा असर गर्छ भन्ने डर छैन उनीहरूलाई। कुखुराले मर्चा गरेर, बाख्राले मर्चा गरेर, सियालले मर्चा गरेर आफू चिन्हको मुकाबला हुन्छ। यथार्थ के हो भने राष्ट्र स्वतन्त्र पार्टी जनसमर्थकका हिसाबले क्रमशः बलियो देखिँदैछ। पुराना राजनीतिक दलहरू आन्तरिक द्वन्द्व र विश्वासको सङ्कटसँग जुधिरहेका छन्। इतिहास अनुमानले होइन, निर्णयले बन्छ। बालेन शाह प्रधानमन्त्री हुन भन्ने सजिलो छैन। उनी प्रधानमन्त्री हुनलाई राष्ट्रपालले एकलौटी बहुमत ल्याउनुपर्छ। यसको मतलब 275 जना मध्ये हुने प्रतिनिधि सभाको निर्वाचनमा आएका सांसद मध्ये 138 जना राष्ट्रसभाबाट हुनुपर्छ, जसले बालेनलाई प्रधानमन्त्री चयन गर्न सक्छ। बालेन प्रधानमन्त्री भयो भने जनताको के अपेक्षा छ बुझ्न पर्छ र उनीहरूले के आशा गरेको छन्। यदि आशा पुरा भएन भने आशा छिटो आक्रोशमा बदल्न सक्छ। उनी प्रधानमन्त्री बनेपछि उनले लिने हरेक निर्णय केवल सही हुनु मात्र पर्याप्त होइन, त्यो निर्णय जनतालाई बुझाउन सक्नुपर्छ। अब आउने चुनाव केवल एउटा चुनाव होइन, पुराना र नयाँ शक्ति बीचको लडाइँ हो र देशको परिवर्तनको सुरुवात हो। यो एकता केवल एउटा चुनाव जित्नको लागि होइन, चुनाव जित्यो भने पुरै राजनीति नै परिवर्तन हुन सक्छ। अब आउने दिनहरू पक्कै पनि अझ गहिरो र महत्त्वपूर्ण हुनेछन्। पुराना दलका नेताहरू झन् त्रासित हुँदैछन् भने नयाँ नेताहरू एकताबद्ध हुँदैछन्। के होला त अब आउने चुनावमा? नयाँ नेताहरू सत्तामा आउलान् कि त त्यही पुरानै दलहरू नै आउलान्? के होला त अब देशमा? नयाँ नेतासँगै नयाँ परिवर्तन कि त्यही पुरानाहरू?
तपाईँहरू के चाहनुहुन्छ कमेन्टमा लेख्नुहोस् र यस्तै भिडियोहरू हेर्नको लागि हिडन ट्रुथ नेपाललाई लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला।